हेलो हेलो गुड मर्निङ साथीहरू सबैजनालाई नमस्कार शुभ बिहानी म आयुषा राईको तर्फबाट अनि म चाहिँ आज यहाँ डोको लिएको छु मल बोक्नु पर्ने छ मल बोकेर चाहिँ मैले आज प्याज रोप्नु पर्ने छ हिजो प्याज किनेर ल्याएको छु त्यो प्याज रोप्नु पर्ने छ साथीहरू म चाहिँ यसरी खन्दै छु यसरी मल चाहिँ हेर्नु है साथीहरू मल मेरो चाहिँ भारी पुग्यो अब म चाहिँ मल बोकेर जाँदैछु ल हेर्नु साथीहरू मेरो मल भारी साथीहरू म चाहिँ यहाँ मल घोप्ट्याउने ठाउँमा आइपुगिसकेँ मैले चाहिँ अब मलहरू सबै छरिसकेँ अब कोदालो लिएर खन्ने अनि प्याज रोप्ने मलको डल्ला है साथीहरू यो चाहिँ मेरो साथी आएको र यस्तो ठुलो कोदाल सक्दैन पनि होला उचाल्नु चाहिँ अनि ठुलो ल्याउनु पर्दैन त कोदाले घरभित्रदेखि ल्याउ त पर घरभित्र छ उसले त आमा बिचरा मेरो यत्रो कोदाले लिएर आउँदो रहेछ म खन्नु पनि मैले चाहिँ यस्तो ठुलो कोदाले ल्याएको छु उसले चाहिँ सानो हेर्नु साथीहरू कोदाले हाम्रो क्या मेरो छेउमा उसको चाहिँ यत्रो कोदालो कुटो कोदालो लिएर आउँदो रहेछ अनि मैले चाहिँ फेरि उसलाई चाहिँ लिनु पठाएको छु अघि त्यो लिएर आउनु पर्दैन थियो यो झारहरू चाहिँ यसरी नपुरियोस् ल त्यो आलु उता राख्न अस्ति आलु खनेको चप्पल छेउमा त्यहाँ साथीहरू अब चाहिँ तयार हुन लागिसक्यो उता चाहिँ मेरो भदै राजाले खन्दै हुनुहुन्छ ओइ बाबु जा त तल पिपीलाई त्यो प्याजको बिउ कहाँ छ अरे पिपी भनेर सोधेर ल्याऊ त अनि म रोप्छु तिमी त्यति खन है हिजो बजारदेखि लिएको अलिकति बा ठाउँले पो हुँदैन त्यो अड्दैन होला ठाउँ सानो हुन्छ होला है साथीहरू प्याजको बिउ यो चाहिँ राम्रो छ साथीहरू प्याजको बिउ हेर्नु है बिरुवा चौधवटा छ कतिवटा रहेछ अरे अगाडि किन 13वटा भनेको लु त्यति खान अनि खनेपछि स्कुल जाऊ तिमी खाना खाएर ल म रोपिहाल्छु नि ल साथीहरू हामी चाहिँ 3 जना भयौँ प्याज रोप्ने यता मेरो मम्मी हाई पाने मम्मी यिनीको येनेको खैला हाई पाने ओए हाई गर त मेरो भिडियोमा नमस्ते गर 2 हात जोडेर है हामी चाहिँ 3 जना छौँ है यसरी रोप्दैछौँ यता चाहिँ रोपेको हेर्नु उता मम्मी र भदै राजाले चाहिँ रोप्दै हुनुहुन्छ अनि म यता रोप्दैछु ल साथीहरू हामीले चाहिँ अब रोप्न सक्नु आँट्यौँ अनि अलिकति बिउ उब्रिने भयो बिउ चाहिँ उता लगेर रोप्ने कुरा भइसक्यो 3 जनाले रोपेको मम्मी र म पछाडिदेखि उता अगाडिदेखि रोप्ने अनि हाम्रो मेलो चाहिँ बेग्ला बेग्लै भयो यता चाहिँ सबै पाइला चिनिएको छ है यो रोपेको ठाउँमा चाहिँ हामीले चाहिँ रोपिसक्यौँ अब 2 मुठा उब्रो यो चाहिँ भरे
रोप्ने। अब सबै हामी आफ्नो आफ्नो ड्युटीतिर भाग्ने। ड्युटी भन्दै म चाहिँ चल्दिएँ है साथीहरू। ए साँच्ची त म चाहिँ कोदालो बोकेर अब लागे घरतिर। म चाहिँ घरमा लगेर यो राखेर हातखुट्टा धोएर खाना खाएर हिँड्छु। बाबु राजा पनि स्कुल जान्छ। घरमा चाहिँ मम्मी र बुवा मात्र 2 जना। फेरि हामी भरे बेलुकी आउने।